राजा ज्ञानेन्द्र शाहको विरुद्धमा दलितका लागि भन्दै अभियान चलाएका अभियन्ता खगेन्द्र सुनारले हिजो रिपोर्टर्स क्लबमा राजा ज्ञानेन्द्र शाहको विरुद्धमा बोल्दै म पनि राजावादी नै हो, तर राजा चाहिँ दलित हुनुपर्छ। जुन श्री 5 बडा महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ठाउँमा श्री 5 बडा महाराज धिराज खगेन्द्र वीर विक्रम सुनार हुन्छ भने म राजा बन्न तयार छु। नारायण हिटी खोलौँ। अहिले त्यहाँ ज्ञानेन्द्र शाहले नारायण हिटीमा मलाई यसो नमस्कार गर्दै हिँडेको रहेछ। म त्यहाँको गार्डनमा यसो हात हल्लाउँदै उभिएर बसेको रहेछु। राजा ज्ञानेन्द्र शाहले मलाई 2 हात जोडेर मेरो पाउ पर्नु पर्यो अनि मात्र आफूले राजावादी भएको स्वीकार गर्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति पश्चात राष्ट्रवादी र राजावादी युवाहरूले सामाजिक सञ्जालमा उनीप्रति नकारात्मक टिक्का टिप्पणी गर्दै आफ्नो औकात नभुल्न र कुनै पनि दलितका नाउँमा आन्दोलन गराउने, देशमा अराजक फैलाउने जस्ता टिक्का टिप्पणीहरू गरिरहेका छन्। कतिपयले उनीहरूलाई चेतावनी दिँदै भनेका छन् कि खगेन्द्र सुनार दलित समुदायभित्र पर्दैन। दलित भन्दा माथिल्लो जातको भए पनि उसले दलितका नाममा देशमा विभिन्न अभियान चलाइरहेको खुलासा गरेका छन्। उनलाई दलित समुदायभित्रकै युवाहरूले भनेका छन्, यदि तिमी दलित हो भने खगेन्द्र सुनारका ठाउँमा खगेन्द्र दमाई, खगेन्द्र कामी, खगेन्द्र परियार राखेर दलितको नेतृत्व गर, अनि मात्र हामी दलित समुदायको हितका लागि बोलेको विश्वास गर्नेछौँ। होइन भने तिमीलाई कुनै पनि समुदायको विरुद्धमा बोल्ने कुनै अधिकार छैन। जातका नाममा देशमा अराजकता नगर्न आग्रह गरेका छन्। तर मन्त्री बन्न लाइनमा भएका खगेन्द्र सुनारले आफू मन्त्री नभएपछि आफूमाथि लागेका झुटा मुद्दाको समाचार प्रसारण गरेको भन्दै मिडियामाथि खनिँदै हिजो उनले रिपोर्टर्स क्लबमा आफूमाथि लगाएका मुद्दा सबै झुटो भएको र विभिन्न अनलाइन मिडियाहरूले आफूलाई गिराउनकै लागि समाचार लेखिएको खण्डन गरेका छन्। उनले चेतावनी दिँदै भनेका छन् कि अबदेखि यस्ता झुटा समाचारहरू फैलाउने जुनसुकै मिडिया भए पनि उसको घरदेखि कम्पनीसम्म जलाउने चेतावनी दिएका छन्। साथै उनले आफू यो सरकारलाई समर्थन गर्ने र मन्त्रीको लाइनमा नभएको पनि प्रश्न पारेका हुन्।